कहिलेकाहीँ राजनीतिक परिवर्तन नाराबाट सुरु हुँदैन। यो सुरु हुन्छ एउटा निर्णयबाट, एउटा जिम्मेवारीबाट, र आज त्यही जिम्मेवारी जेनजी पुस्ताको काँधमा राखिएको छ। काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह उनले जेनजी प्रतिनिधिहरूलाई एकजुट गरी आउँदो प्रतिनिधि सभा निर्वाचनमा सहभागी गराउने जिम्मेवारी नेपाल जेनजी फ्रन्टकी संयोजक रक्षा बमलाई सुम्पिएका छन्। फागुन 21 त्यो मिति अब केवल निर्वाचनको दिन मात्र होइन, त्यो मिति नयाँ पुस्ताको राजनीतिक परीक्षा बन्ने संकेत हो। जेनजीलाई केवल दर्शक होइन, स्टेक होल्डर बनाउने उद्देश्य सहित मेयर शाहले रक्षा बमलाई संयोजनको जिम्मा दिएका हुन्। बुधबार ललितपुर कुपण्डोल स्थित मेयरका निकट सहयोगी कुमार व्यञ्जनकारको निवासमा भएको राजनीतिक संवाद सामान्य भेट थिएन। त्यो संवादमा रक्षा बम मात्र होइन, विभिन्न पृष्ठभूमिका व्यक्तिहरू सहभागी थिए। 3 घण्टा लामो छलफल भएको त्यो विषय आज पनि जारी छ। छलफलको केन्द्रमा जेनजी थिए। पहिलो पटक जेनजीलाई केवल भोलिको भविष्य होइन, आजको निर्णयकर्ताको रूपमा राखिएको थियो। मेयर शाहले जेनजी प्रतिनिधिहरूलाई पार्टी र चुनावी प्रक्रियामा संस्थागत रूपमा समेट्न चाहन्छ। त्यसका लागि बुधबार दिउँसो मेयरका स्वकीय सचिव भूपदेव शाहले रक्षा बमलाई छलफलका लागि बोलाए। छलफलमा मेयर शाह स्वयं र उनको सचिवालयका सदस्यहरू सहभागी थिए। मेयरको सचिवालयका एक सदस्य भन्छन्, मेयर अगाडि बढ्ने निर्णयमा पुगिसक्नु भएको छ। सबैसँग मिल्ने बाटो खुल्ला छ, तर नमिले एक्लै भए पनि लड्ने तयारी छ। त्यो कुरामा हिचकिचाहट छैन, त्यो वाक्यमा दबावको डर छैन, र त्यही निर्णयमा जेनजीलाई पनि समेट्ने स्पष्ट योजना छ। रक्षा बमलाई वास्तविक जेनजी टिमहरूलाई एक ठाउँमा ल्याउने जिम्मेवारी दिएको छ। शहीद परिवार, जेनजीका विभिन्न समूह र अन्य सरोकारवालासँग संवाद गर्ने जिम्मा पनि उनीकै काँधमा छ। छलफलपछि रक्षा बमले यो प्रक्रियालाई सुरुवात भनेर व्याख्या गरे। उनकै शब्दमा, यो सुरुवात मात्रै हो, वैकल्पिक शक्तिहरू एक ठाउँमा आउनुपर्छ भन्ने कुरा निरन्तर उठिरहेको थियो। त्यही अनुसार मेयरज्यूसँग संवाद भयो, तर यो संवाद भावनामा मात्र सीमित थिएन। रक्षा बमले 3 गम्भीर प्रश्न उठाइन्: संविधान, संघीयता र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली। करिब 10 मिनटको राजनीतिक स्पष्टताको संवाद। मेयर शाहको जवाब स्पष्ट थियो: संविधान सही छ, संघीयता आवश्यक छ, कमजोरी कार्यान्वयनमा भयो। लोकतन्त्र चाहिन्छ र प्रत्यक्ष कार्यकारी बारे खुला छलफल आवश्यक छ। यी जवाबपछि रक्षा बम भन्छन्, आफू विश्वस्त भइन्। त्यसपछि मेयर शाहले रक्षा बमलाई निर्वाचनमा आट्न आग्रह गरे। समानुपातिक सूची वा प्रत्यक्ष निर्वाचन विकल्प खुल्ला छन्, तर निर्णय अझै बाँकी छ। जेनजीहरू कसको रुचि छ, इच्छा छ, सबैसँग संवाद गर। मेयरको निर्देशन स्पष्ट छ। त्यही दिन मेयर शाहले कांग्रेस नेता चन्द्र भण्डारी, रेशम चौधरी, ज्ञानेन्द्र साई, सीके राउत, डाक्टर भगवान कोइराला, सागर ढकाल, केपी खनाल, कलाकार निश्चल बस्नेत लगायतसँग पनि छलफल गरे, किनकि समय कम छ। निर्वाचन आयोगको तालिका अनुसार पुस 13 र 14 भित्र समानुपातिक बन्द सूची बुझाउनु पर्नेछ र फागुन 21 नजिकिँदैछ। यसैले मेयर बालेन्द्र शाह राजनीतिक गृह कार्यालय तीव्र बनाउँदैछन्। अब प्रश्न यही हो, के जेनजी यसपटक सडकबाट संसदसम्म पुग्न सक्छ? के यो केवल प्रयोग हो कि राजनीतिक अध्यायको नयाँ सुरुवात? उत्तर आउँदैछ, इतिहास लेखिँदैछ र सम्भवतः यो पटक कलम जेनजीको हातमा छ।